मर्निङ रुटिन मेरो बिहानको दिनचर्यामा स्वागत छ। आजको दिनमा सबैभन्दा पहिला उठेर मैले मेरो छोराको लागि खानेकुरा तयार गरेँ र खुवाउन थालेँ। उसँग खेल्दै खेलाउँदै खुवाउँदाखेरि लगभग 1 देखि 1.5 घन्टा जति मेरो समय उसैसँग जान्छ। अनि बाबुलाई चाहिँ फोन नदेखाई कसरी हुन्छ म चाहिँ नदेखाइकन खुवाउने कोसिस गर्छु। हिजो पेपर र खेलाउँदै म सानो बाबुलाई खुवाउने कोसिस गरिरहेको छु। खेलाउँदै बाबुलाई खाना खुवाइसकेपछि चाहिँ मेरो अर्को काम हुन्छ कोठाहरू सफा गर्ने, घर सफा गर्ने, बाबुले खेलेर राखेको सबै खेल्ने कुराहरू समेट्ने, सफा गर्ने काम चाहिँ मेरो रहन्छ। धेरै भइसकेको थियो पुस्तकहरू सफा नगरेको अनि नराखेको। फेरि मैले चाहिँ त्यो सबै किताबहरू मिलाएर ठिक ठाउँमा राखेर चाहिँ सफा गर्न थालेँ। यो पुस्तकहरू बेला बेलामा, यो किताबहरू बेला बेलामा म सफा गर्छु, राख्छु। अनि फेरि त्यो किताबहरू चाहिँ जहाँ पाए त्यही छरिराखेको हुन्छ। अनि म चाहिँ फेरि टिप्दै मिलाउँदै मेरो कामै यही बनिरहन्छ। काम छैन भने के छैन, छ भने के छ, गर्ने नै यति नै गरिरहने, सफा गरिरहने। मैले चाहिँ त्यहाँ भएका किताबहरू अनि मलाई एकदम किताबहरू पढ्न मनपर्छ अनि केही किताबहरू किनेर ल्याएर राखेको छु। त्यो किताबहरू चाहिँ मैले सफा गरेँ। त्यसपछि सबै किताबहरू राखिसकेपछि चाहिँ बाबुले यहाँ छरेर राखेको खेलौनाहरू, पढ्ने कुराहरू चाहिँ मैले फेरि समेट्न थालेँ, सफा गर्न थालेँ। म सफा गर्दै जान्छु, छोरोले बिगार्दै जान्छ। हेर्नु न, यहाँ पानी पोखाएर फेरि बिजोग पारेको छ। अब चाहिँ मैले यसरी घरहरू सबै सफा गरेर आफ्नो ठाउँमा राख्नुपर्ने सबै कुरा राखेर चाहिँ चिटिक्क बनाएको छु। त्यसपछि चाहिँ मम्मीले हाम्रो लागि चाहिँ यहाँ खरबुजा ल्याइदिनु भएको रहेछ। फेरि हामीले फटाफट काटेर खान थाल्यौँ। मैले चाहिँ बिहान खाजा खाइनँ किनभने मलाई भोक लागेको थिएन। अनि खरबुजा चाहिँ मलाई एकदमै मनपर्ने फलहरूमध्ये, फ्रुटहरूमध्ये चाहिँ एक हो। अनि छोरालाई पनि धेरै मनपर्छ। त्यसपछि हामी दुईजना चाहिँ फटाफट खान थाल्यौँ। मैले चाहिँ खरबुजा नै काटेकै त्यो सिङ्गे बाख्रा लिँदै चम्चाले निकाल्दै खाँदै गरेँ। मजा लागिरहेको थियो, मिठो थियो, खरबुजा पनि गुलियो। हेर्नु न, छोराले चाहिँ यस्तै हो, मलाई दलिरहन्छ। आनन्दले बस्ने त कुरै छैन। दल्ने, चिथर्ने, झुन्डिने, चढ्ने यो काम चाहिँ छोराको हो। अब चाहिँ म गोठ हुँदै लागेँ घाँस काट्न। बाख्रालाई घाँस काट्नु पर्ने थियो। म चाहिँ घाँस झार्न चढेको, छोरो पनि सँगसँगै